के साँच्चीकै बालेन शाह प्रधानमन्त्री भएर आइसकेपछि हाम्रो देशमा रोजगारी होला त? तपाईँलाई के लाग्छ? हाम्रो देशमा रोजगारी नभएको होइन के, रोजगारी जति पनि छ कि हाम्रो देशमा सबै त भन्न सकिँदैन, तर आदि नेपालले आदि जति पनि विदेश छन् नि त्यसको लगभग 50% मान्छेले रोजगारी नेपालमा गर्न सक्छन् के। रोजगार नभएको होइन कि हाम्रो देशमा, सिस्टम नभएको के, रोजगारी छ एकदमै। रोजगारी हामी विदेशमा गएर के हामी सबै अफिसमा जागिर गर्ने हो त? हामी सबै पढे लेखेको त छैनौँ त। हामीले विदेशमा गएर पनि क्लिनरकै काम गर्ने हो, वेयर हाउसमै काम गर्ने हो, हाउसकिपिङकै काम गर्ने हो, वेटरकै काम गर्ने हो, सेफकै काम गर्ने हो, त्यही काम गर्ने हो नि त विदेशमा गएर। कि हामीले त्यो काम गर्न सकिँदैन नेपालमा? नेपालमा त्यो काम गर्ने ठाउँ छैन? छ नि त, होटल छ, रेस्टुरेन्ट छ, ठुल्ठुलो अफिस पनि छन्, अस्पताल छन्, सबै छन् नि त हाम्रो नेपालमा। नभएको त होइन नि त, सबै कुराहरू छन्। हाम्रो कुरा मेन केमा आएर अड्किएको भन्दा हाम्रो देशमा सेलरीको रेसियो एकदम कम भयो अनि खर्चको रेसियो एकदम बढी भयो हाम्रो नेपालमा। त्यही त हो नि त। यदि नेपालमा जुन हिसाबको खर्च छ, जुन हिसाबको अब सहर बजारमा जुन हिसाबको रेन्ट छ, जुन हिसाबको रासन पानी छ, जुन हिसाबको ऊ छ, के भन्छन्, अस्पतालको खर्च छ, त्यो सबै अस्पतालको शुल्कहरू अब वर्गीय अनुसार हुन्छ नि त। अब वर्ग अनुसार अब कोही अब मिडल क्लास छ, कोही अझ त्योभन्दा लोयर क्लास छ, कोही त्यहाँभन्दा अलि बढीको छ, त्यही अनुसारले त्यो मेडिकल त्यही अनुसारले सरकारले गराइदिने भने, मेडिकलको खर्च भनौँ त्यो बिमा हुन्छ सरकारले त्यही अनुसारले गराइदिने भने। अनि रोजगारी पनि त हामीले 12 घन्टा काम गरेर हाम्रो देशमा 12 घन्टा काम गरेर ल मानौँ सिपैकै ज्ञानै नभएको मान्छेले, सिपै छैन ल मानौँ, उसले 12 घन्टा टाइम दिए नि त। 12 घन्टा काम गरेर पनि उसले 8,000 9,000 10,000 रुपियाँ सेलरी पाइरहेछ भने अनि किन विदेश नजाओस् त मान्छे? त्यो सरकारले कति 17,000 रुपियाँ बेसिक सेलरी तोकेको हो कि। 17,000 बेसिक सेलरी भनेको 17,000 रुपियाँ बेसिक सेलरी तोकेको छ कि सरकारले। तर त्यो कसैले पाएको छ? त्यो बेसिक सेलरी भनेको कस्तो भन्दा त्यो काम जानेको होस्, नजानेको होस्, नयाँ होस्, सिकार होस्, त्यो भनेको जस्तो मान्छेले नि 12 घन्टा ड्युटी गरेपछि 17,000 रुपियाँ पाउनु पर्यो कि। त्यो सरकारले तोके हो। यदि बालेन शाहले त्यो 17 जस्तोसुकै काम नयाँ मान्छे होस्, सिकार होस्, जस्तो मान्छे होस् नि, उसले 12-15 घन्टा टाइम दिन्छ भने कुनै पनि अफिसमा होस्, रेस्टुरेन्टमा होस्, होटेलमा होस्, कारखानामा होस्, जहाँसुकै होस्, दिन्छ भने उसले 17,000 रुपियाँ पाउने त्यो बनाउँदिने भने बालेन शाहले, धेरै मान्छे विदेश जाँदैन के। त्यही उसले नपाएर हो कि। विदेशमा चाहिँ सेलरी त नेपालमा पाइँदैन, तर उसले चार्जर अब नेपालमा कर्मचारी ठुल्ठुलो अफिसहरू हुन्छ, उनमा कर्मचारी देखाउनको लागि उसले चाहिने भन्दा बढी पनि देखावटी रूपमा बढी कर्मचारी राखेको हुन्छ कि। तर सेलरी एकदम कम दिन्छ। बरु उसले काममा पेलाओस्, ल धेरै काम गराओस्, ऊ गरोस्, आफ्नो फाइदाको लागि बरु गराओस्, ल ठिक छ, केही छैन। तर सेलरी त त्यो दियोस् न त। 4 जना राख्नेमा 2 जना राखोस्, तर राम्रो सेलरी दिने अनि किन विदेश जान्छ मान्छेहरू? नेपालमै एउटा वेटरले एउटा होटेलमा काम गर्ने 14-15 हजार रुपियाँ सेलरी पाउँछ, एउटा सेफ जस्तो मान्छेले भने। अनि ऊ किन विदेश नजाओस् त? कम्तीमा पनि त नेपालमा 25-30 हजार त थोरैमा त दिन पऱ्यो नि त। एउटा वेटरले पनि त कम्तीमा 18-20 हजार त पाउनु पऱ्यो क्या देशको महँगाइ अनुसार। सबै कुरा मिलाइदिने नि देशमा, हाम्रो देशमा रोजगारी केही पनि नभएको नि छ, धेरै कुराहरू छ। कृषिमा पनि अब जति पनि धनी राष्ट्र छन्, त्यो धनी राष्ट्रमा सबैभन्दा पहिला सरकारले केमा प्राथमिकता दिन्छ? कृषिमा प्राथमिकता दिन्छ नि त। यदि हाम्रो देशमा पनि कृषिमा प्राथमिकता दिने हो भने सरकारले मान्छे कृषि गर्छन् त, बाख्रा पालन गर्छन्, भैँसी पालन गर्छन्, कुखुरा पालन गर्छन्, उत्पादनमूलक काम गर्छन्, अरू खेतीजन्य कुराहरू गर्छन्। त्यो चाहिँ छैन। बिमा, खेतीको बिमा चाहिँ छैन। धेरै कुराहरू छन् क्या। यहाँ विदेशै जान पर्छ भने छैन क्या। सबै सरकारले त्यो राम्रोसँग म्यानेजमेन्ट गरिदिने भने कोही मान्छे त होइन, म्याक्सिमम मान्छे यहीँ गर्छन् क्या। मेन कुरो भनेको हेल्थको फेसिलिटी। सब मान्छेलाई बिमा सरकारको मार्फत बिमा गर्नु पऱ्यो क्या। 8-10 लाख रुपियाँसम्म उसले उसको स्थिति अनुसार, उसको आय स्रोत अनुसार उसले तिर्ने त्यो सिस्टम बनाइदिनु पऱ्यो क्या सरकारले बिमाको। अनि मेन भनेको मान्छेलाई पेल्ने भनेको भनौँ न, अब निम्नवर्गीय मान्छेलाई पेल्ने भनेको एकदम भनेको त्यही अस्पताल उसले हो क्या, हेल्थले हो क्या। हेल्थको इस्युले गर्दा हो कि मान्छे बिरामी भयो भने 10-12 लाख रुपियाँ यत्तिकै जान्छ हाम्रो जस्तो देशमा। अनि काँडा हुन्छ। सबैभन्दा पहिला सरकारले त्यो कुरा गरिदिने हो भने हाम्रो देशमा पहिलाभन्दा केही विषय हुन्छ।